साथीहरू नेपाल बिहे गर्ने अरे बङ्गलादेशको छोरी नेपाल बिहे गरेर जाने रे नेपाल बिहे गरेर जाने त मलाई धेरै मन पर्छ त नेपाल अनि केटो चाहिँ को त अनि केटो यही त होइन नि तपाईँ हो त मेरो त घरमा बुढी छोराछोरी छ बुढी छैन मलाई थाहा छैन बुढी अनि दुईटा छोराछोरी छ हुन्छ त मेरो साथी हुन्छ तपाईँ त मलाई राम्रो केटा तपाईँ मिलाइदिनु ल अब फेरि तपाईँको लागि मिलाइदिँदा मेरै मन कटक्क खाला नि त फेरि अनि तपाईँ त भन्नु मेरो छोरा छोरी हो के घरमा बुढी हुन्छ अनि बुढीलाई मलाई मन थोरै न दुखानु ओ त्यस्तो हो अनि दाइसँग भेट्यो अब त बङ्गलादेशमा अनि दोस्रो दिन हो अर्को हो त अस्ति 2-3 दिन अगाडि एकचोटि भेट भएको थियो 2 घण्टा 3 घण्टा पनि भएन है 3 घण्टा जति भयो अनि आज फेरि बङ्गलादेशी छोरी टिनासँग यो डुङ्गा उहाँले चलाउँदै हुनुहुन्छ मलाई कहाँ लिएर जाँदै हुनुहुन्छ थाहा छैन चलाउनु त आउँछ नि आउँछ हैन आउँछ अब ये प्यार में क्यों होता है क्यों किसी को वफा के बदले में वफा नहीं मिलते ओ आयो नेपालीहरु आयो लोग आयो केटाहरु आयो दोस्त आए सर कैसे हो अच्छा यहाँ हमारा भाइ हुनुहुन्छ जो एकदम मजाको सुरुदेखि नै उहाँले चाहिँ हामीसँग हुनुहुन्छ तपाईको को अरे भाइ हो तपाईको भाइ हो यो भएपछि हामीलाई पनि अलिक सजिलो हुन्छ कि उहाँलाई मात्रै एक्लै लिएर हिँड्न चाहिँ झ्याउ हुन्छ नि त हैन त्यही भएर भाइले सुरक्षा गर्दै हुनुहुन्छ के हो तपाईलाई भन्नु त लिएर भाग्छ भनेर हो होइन सुरक्षा हुन्छ त लेके वो चला गएगा भनेर नहीं लेकर नहीं जाएगा अब मेरो लागि तिम्रो मायाले बाँधेर राखेको चाहिँ गीत गाइदिनु पर्यो आजान हुन्छ कि आजान हम लोग का आजान हो रहा है ना ये आजान पर है गाना गाउनु हुँदैन हो ओ ठीक फिनिश भयो तपाईको फिनिश भयो भिडियो अब उहाँले त अनि नेपालको केटा हिजो भेटिसक्नु पर्यो कतिजना हो भन्छ त बोयफ्रेन्ड छ अरे नि त नेपालमा यहाँ कैसे हो अच्छा उहाँको भाइ हुनुहुन्छ यस्तो मिलनसार उहाँलाई चाहिँ सुरुदेखि नै उधर जाएगा अच्छा लगा एक गाड़ी से कोई गए तो जाते पारबो आ सकते हैं यहीँबाट डुङ्गा चेन्ज गर्ने निर्णय भयो नौका नहीं चेंज होगा नहीं होगा ना ओए हुन्न रे प्लेनै पो आयो त यार ओए नेपाल जाने हो नेपाल जाने प्लेन दिखाउनु न नेपाल जाने हो प्लेन ठिक्क आएको छ यो गीत गाउनु ल फेवा तालमा साइली फेरि भन्नु फेवा तालमा है फेवा तालमा साइली फेवा तालमा साइली फेवा तालमा साइली डुङ्गा सारा सल्लाह चाहिँ है डुङ्गा सल्लाह है सम्झनामा तिम्रो बिहे गरेर नेपाल जाला बिहे गरेन भने नेपाल जाने फर्निचर चाहिए दमक सोफा सेन्टर आउनु होला आउने बाटो भाटबाटै नि पुग्नु पर्दैन दमकबाट आउँदा मालपोत कटेपछि दमक सोफा सेन्टर आउँछ हाइवेमै छ